सारा पुरा नारायण बाबु सुना राम हरि सुना राम हरि देवीले महिषासुरनी चिरेको किस्सा कहानीहरू यहाँ छन् भनी भविष्य सजुराले धेरै कुरा के गरौँ नारायण बाबु भनौ कि नभनौ एउटा मैले भन कि नभन मर्का परला राम यस्ता तरहले जब बहिनी सुत्केरी भएको खबर थाहा पाएर कंसजीका हजुरमा जब सिपाहीहरूले खबर पुर्याउने बित्तिकै कंस महाराज कसरी उठेर हातमा तरबार लिएर जब चाहिँ जपनी खानामा ज्वाइँ बहिनी ज्वाइँलाई छोडेर राखेको झ्यालखानामा गएर झ्यालखानाको ढोकामा जाँदाखेरि एउटा छोरो जन्मिनु पर्ने आज छोरी जन्मिन्छ तिनै बालिकालाई समातेर हातमा लिई तरबार सुर्की भवनमा त्यो कंस आयो अनि खोसी बालकलाई फाल्यो भूमिमा मार्छु पछाडि भने नारायण बाबु आट्यो मार्नलाई त्यो बालीले आट्यो मार्न बच्चोलाई के भन्छ देवकीले भने यतिखेर देवकीले अलाप विलाप गरे सारा घेरा छोराई छोरा सातै छोरा मारिदिनु छोराई छोरा मारिदिनु भयो अब मलाई यो छोरी एउटा कन्या जन्मिएको मलाई साथी दिनु हे दाजु भनेर दाजुको असाध्य बिक्री गरेर धारा आँसु कचाले तै पनि कंस महाराजले दिँदै दिएन के भन्छ भने हातमा मिराइकी बालिकालाई दिनु त दिनु साटो कहाँ दिन्छु तँलाई भनेर खोसो र जबरजस्ती काखबाट खोसेर सालनाली बच्चीलाई खोसेर जब चाहिँ यसरी भूमिमा पड्कन लाग्यो जब चाहिँ नवदुर्गाकी भवानी थिइन् भगवती चम्टे बिजुली सरी आकाशमा उडेर त्यो कंस बिरलाई दिइन सारा बेसरी दिनकोसदेखि उता गोकुलमा तेरो विष राख्या छ मैले त त्यही विषलाई तलाई मर्नु मराला हुन्थे राजा नाचेका नारायण बाबुजी नै बाजान पठै गराई नै बाजान यस्ता तरहले जब चाहिँ गएर के भन्छ शराब दिन 3 कोसभन्दा उता चाहिँ मथुराबाट जब चाहिँ 3 कोस टाढा रहेछ गोकुलपर्छ 3 कोस टाढा चाहिँ गोकुलमा तेरो विष भने नन्द बाबा कहाँ पुर्याएको हुनाले राति मध्यरातमा साटेर लिएर आएकी जब कृष्णलाई यशोदा मैयाको काखमा छोडेर ती बालिकालाई उचालेर देवकीको काखमा सुतेको त्यही पनि जब गगनमा ल्याएर जब चाहिँ हिर्काउन गएकी अनि यस्तै चमत्कारीले दिएको श्राप कंसले टार्न सकेन अब कंसको काल नजिक आयो किनभने कृष्णलाई अलि गौलाउन थाल्यो खपिसक्नु भएन
तापछि हेरे उपद्रव गर्यो दीर्घांशले भूमिमा रही दुःख गए कराउन गए सम्पूर्ण ब्रह्माजीका नारायण यो बाबु बिन्ती चढाउन ए हात जोडेर बिन्ती चढाउन सारा देवता